बसिरहेको थियो गएर चिमचिमे हो कि के हो चिमचिमे भन्ने ठाउँमा होटल हेडक्वार्टर चिमे भन्ने हो थ्याङ्क यू फर भिजिट पनि छ यहाँ आएर अब पानी बिदा भएछ सबले रेनकोट हालेर कपडा सपडा लाएर रेडी भइरहेको छन् अझै 5 घन्टा रे 3 बज्सक्यो 4 बज्सक्यो 5 6 7 8 9 ओ 9 बज्छ हामी पुग्न छिटो हिँड भूत आउँछ केटा हो ल हामी चिमेबाट सिमी हो कि चिमचिमे भन्ने ठाउँबाट हिँड्यौँ अब कुनै हालतमा पुग्दैनौ तिमीहरू खुमै भन्ने मान्छे पनि भेटिए बाटाबाट उसलाई प्रदान गर्न भन्यो गाह्रो पो भइरहेको त अघि कस्तो जोसेर बोल्दै थियो अहिले त्यस्तो जोस छैन केटा गाह्रो त्यही माथि पानी बढिदियो बाटो हो नि रे बाबुले त अरू पैसा दिएर पठान् खानी खानु पर्यो होइन देउराली आइपुग्यौँ चिया र बिस्कुट खाने निदो गरेछौँ हामीले किनकि हामीले तलबाट चनान्डा खाएर आएको मलाई त मेरो बाबुले ल्याइदिएको खान्छु मैले त मेरो बाबुले इलामबाट ल्याइदिएको खाएँ मान्छेहरू त्यस्तो हुँदैछ कि छुर्पी टेक्दै बस्ने होइन खाने छुर्पी खाने है रिजेक्ट खाने होइन लगायत हामी यो देउरालीबाट चाहिँ हिँड्यो ऊपर नै आधी घन्टा बस्यो आधी घन्टा 45 मिनट जति रेस्ट गरियो ऊपर आगो सागो तापियो तातो भयो बाहरूले हामीलाई आगो तपाइदिनु भयो पानी दिनुभयो 100 रुपियाँको 2 बोतल र हो भेरी महँगो 1 गिलास 1 कप चियाको 50 रुपियाँ त्यो त ठिकै भयो खाइयो है धेरै रात मिल्यो एउटा कोकोनट 10 रुपिजको बिस्कुटको 50 रुपिज एक्सपेन्सिभ त एक्सपेन्सिभ छ बट ट्रेक पनि त्यस्तै हार्ड छ इज नर्मल भन्नु पर्यो अब बिहान भात नखाएर पनि दुःख भइयो कि भात भए पाहरू हुन्थ्यो अनि पुगिन्थ्यो अहिले त इनर्जी नै छैन यार गाइस बिस्तारै मोबाइलको चार्ज पनि सकिन लाग्यो पावर ब्याङ्क फुल चार्ज गरेर ल्याएको पावर ब्याङ्कै डेड भइदियो यस्तो भग भयो दिमाग खराब लास्टै दुःख दियो आज यार पानी परेर झन् 1 घन्टा लस हैट तिलिचो भन्दा दुःख पाइयो गाह्रो टाउको दुखे पानी परेर यहाँ ओफ तनाव छ केटा अब सक्यो भने भिडियो बनाउँछु नत्र सिधै घुमाइ बेलुका है त ल बाई बाई हामी चाहिँ यहाँनिर चाहिँ आइपुग्यौँ जाँदैछौँ हामी भाग्यले साथ दियो नि हेलिन्छ नत्र कोर्छन् घुमाइको चिसो खाएर आइन्छ एक्सप्लोर लाइफ भने जस्तै घुमन्ते हुनुपर्छ कि बाल छैन पानी पऱ्यो भनेर घर फर्किन पनि सक्थ्यौँ नि त हामीलाई त पोखराबाटै पृथ्वी चोकबाट हिँड्दाखेरि नै पानीले चुटेको बस्यो 1 घन्टा अनि छोड्दै यस्तो पाराले पुगिन्न भनेर हिँडेको यात्रुको गन्तव्य हुँदैन भनेर गाइजहरू हामी चाहिँ रेस्ट क्याम्प पुग्न अब करिबन 5 मिनट बाँकी छ होइन 5 मिनटमा हामी रेस्ट क्याम्प पुगिन्छ हालत यस्तो हो ओ माय गॉड सकिन्न केटीहरू कसरी हिँड्छन् यो बाटोमा लड्कीहरू पनि ट्रेक आउँछन् रे यो बाटोमा ओ माय गॉड इट्स वान अफ दि च्यालेन्जिङ ट्रेक ग्रेट मास अफ सेट्रोल भन्दो रहेछ बट इट्स भेरी च्यालेन्जिङ हामी ट्रेक हिँड्ने मान्छेलाई त गाह्रो भयो सायद पानी परेर होला मेबी होइन पानी परेर हामी रुझियो अनि गल्लियो कि त्यसलाई पानीमा रुझेपछि गल्लिन्छ नि त केटा हो होइन बादल चाहिँ बबाल देखेछ हामी चाहिँ हिजो खुमै आएर खोर्चनको लागि चाहिँ उक्लिँदैछौँ आज हिजो चाहिँ बेलुका चार्जै भनेको यहाँको जेनेरेटरको पेट्रोलै सकियो रहेछ त्यही भएर चाहिँ फोन त्यति धेरै चार्ज हुन पाएन बरु माथि उक्लेको सानो सर्ट बनाऊँ यहाँ खुमैको चाहिँ जस्तै अब माथि चाहिँ चार्जिङ पोइन्ट छ त्यहाँबाट चार्ज गरेर आएर नि देखाउन मिल्छ नि त्यहाँ के कस्तो छ फेरि बाटोको देखाउनु चाहिँ मिल्दैन फेरि हिजै चार्ज सकेको भए
ओन्ली 10% ब्याट्री थियो। अब के मिल्छ त्यसमा पनि यताउता म्यानेज गरेर देखाउने ट्राई गरेको छु। अब हेरौँ के हुँदै जान्छ बाटोमा। केही त्यस्तो बवाल कुरा देख्यो भने म देखाउँछु। अहिलेलाई चाहिँ त्यही हेरेर त बादलहरू त आम्मा पुरा बादलमाथि हामी छौँ भने जस्तो देखिरहेको कि। पछाडिबाट 2जना केटाहरू आउँदैछन्, चामुनी र मुसे भाइ। अगाडि डल्ले भाइ र अब्रेल गइसक्यो। उता हामीसँगै उक्लिने 2-3जना साथीहरूको टोली नै हुनुहुन्छ। अब यताको साइडतिर यस्तो देखिरहेको छ हल्का। जस हामी चाहिँ बादलमाथि छौँ जस्तो चाहिँ यहाँनिर चाहिँ भ्यू छ। अब माथिबाट कस्तो भ्यू हुन्छ हामी जान लाग्यो त्यतातिर हो। अब वही चाहिँ यो बाटो आइरहेको छन्। हल्का बिहान भइसक्यो। यहाँ अबिरल छ होइन। अब हल्का 0.5मा त देखिन्न। 1x हल्का देखिरहेको जानेर उता बत्ती बल्यो अनि त्यहाँबाट चाहिँ हामी हिँड्या हो। यत्रो बाटो चाहिँ हिँडिसक्यो बिहानै। अब केही बेरमा नै माथि पुगिन्छ होला। अब 1 घन्टा ढिलोमा 1 घन्टामा माथि पुगिन्छ। त्यहाँभन्दा अगाडि सनराइज हुँदैन सायद। आज भयो भने हामी पुग्दाखेरि सनराइज पनि ठ्याक्क यहाँनिर कैद गर्न सकिन्छ। अब हेर्दै जाऊँ के हुन्छ अरू कुराहरू। अब बिजोगी 12मा आइयो। ड्याङडुङ बिहान उठ्यौँ उठ्ने त होइन। ट्याम्ने कर्सर लाएर हिँडेको। गाइजहरू हामी चाहिँ ट्याक्क मर्दी रे खुमै डाँडाको माथि कोचन भन्ने ठाउँमा आइपुग्यौँ। घाम चाहिँ लागिरहेको छ। कस्तो भयो तल आउँदा? मलाई अलिकति त गाह्रो हो तर खासै गाह्रो भएन। तल कस्तो भयो कान्छा? आनन्द भयो। यस्तो चिल ठाउँ रहेछ हिमाल अगाडिपट्टि है। भ्यू चाहिँ यस्तो छ है। हल्का बिहान बिहान चाहिँ होरी यस्तो भ्यू थियो। बिहान यस्तै भ्यू थियो। अब सब कुहिरोला छेक्दिकी नलाहा। अहिले चाहिँ खुलेको बेला हेरिहालौँ यस्तो छ। हामी आधी घन्टा जति चिया खान बस्यौँ त्यहाँ तलको होटेलमा। अनि बस्दा बस्दै चाहिँ भ्यू खोलिदियो। अनि भोगाइको कुरा गर्ने भने चाहिँ खुमै डाँडा चाहिँ वान अफ दि हार्डेस्ट ट्रेकै भन्छु म चाहिँ। बिगिनर्सहरू चाहिँ नआउँदा हुन्छ किनकि बाटोबाट फर्किनुहुन्छ। चट्टै 2-3टा पहिला सुरु एबिसी अन्नपूर्ण जानुहोस् अनि मर्दै सर्दै हानेपछि बल्ल खुमै आउनु होला किनकि गाह्रो छ। लास्टै गाह्रो छ। एक दिनमै हान्न चाहिँ गाह्रो। एक दिनमै हान्न गाह्रो। 2-3 दिन टाइम लिएर आउँदा त टाइम लिएर आउनुहुन्छ भने त ठिक छ। बट हामी चाहिँ एक दिन हिजो पोखराबाट हिँडेको आज कुर्चन आइपुग्यो। अब अहिले बेलुका 7 बजीसम्म पोखरा पुग्ने गरेर आएको। त्यही भएर चाहिँ हामीलाई चाहिँ हल्का गाह्रो भएको होला। अब हामीसित चाहिँ 3 दिनको टाइम थियो। हामीले 2 दिन घुमेर भ्याइदिउँ भनेर चाहिँ त्यत्तिको गरेको। हाम्रो 2जना साथीहरू चाहिँ उता चार्ज गर्न गएछन्। उता हजुरहरूले देख्न सक्नुहुन्छ होला। ल केटा हो फाइनल्ली हामी कोर्चन चाहिँ उक्लिसकेका छौँ होइन। अघि चाहिँ चार्ज नै नभएर यहाँ औडा हानिरहेको थियो। अब यहाँ फोनै अफ थियो। भिडियो गराउने बाहिर आएको आयौँ। अनि यहाँ यो होटेलमा चाहिँ एसी चार्जिङ रहेछ। त्यो तलको होटेलमा चाहिँ डिसी चार्जिङ मात्रै रहेछ। एसी बिग्रेर रहेछ। अब त्यो युएसबी टु सीवालामा चाहिँ अथवा युएसबी टु लाइटनिङ भएको भए चाहिँ चार्ज हुने अरे। सी टु सी अथवा सी टु लाइटनिङ चाहिँ चार्जै नहुने के औडा भएर। अनि यहाँ आएर चार्ज गरेर भर्खर अनि भिडियो बनाउँदैछु होइन। यस भ्यू चाहिँ ठिकै देखेको छ। बिहान आएको भए चाहिँ बवाल देख्थ्यो होला। अब फेरि पछि चाहिँ यहाँ कुहिरो लाएर बादल सादल लाएर एउटा बन्द भएको थियो। अहिले फेरि खुल्दैछ त्यो साइडतिर होइन। एकलट म उता गएर अनि पुरा देखाउँछु। अनि त्यसपछि झर्दिनु पर्ने हुन्छ। आज झरेर तल ब्रेकफास्ट हानेर अनि एक ठाउँमा मिल्यो भने खाना खाएर चाहिँ घर पुग्नुपर्ने हुन्छ। केटा हो होइन। अब चाहिँ प्रपर सेटअपको साथ होइन। अब चार्जहरू नि भयो फोनमा। माइकमा चाहिँ चार्ज भ्याइएन किनभने माइकको ब्याकअप राम्रो रहेछ। त्यो केस पनि थियो। कतै चाहिँ माइक युज गरिनँ किनभने यत्तिकै फोनले फ्याट्ट इन्फर्मेसन भनिदिइहालेँ। किनभने माइक त्यहाँनिर होइन प्लग इन गर्दाखेरि फोनमा बढी चार्ज त्यसले खान्छ नि त। त्यही भएर पनि कतै चाहिँ त्यति राम्रोसँग स्वर नआइरह होला होइन। त्यसको लागि पनि म एकदम यहीँबाट क्षमा याचना गर्न चाहन्छु। र अब भने चाहिँ हामी सिधै एकदम फास्ट
सकेसम्म 40-45 मिनटमा चाहिँ खुमेराएर झरेर 15 मिनटमा झ्यापझुप प्याक गरेर चाहिँ ब्रेकफास्ट छ भने खाएर नत्र यत्तिकै चाहिँ तल लाग्न पर्ने हुन्छ। अब यही हो भ्यूहरू। अब यहाँको सर मैले देखाइदिइहालेँ केटाहरूलाई। अब जे जस्तो आज खासै बिहानै चाहिँ खुल्यो, त्यसपछि घरिघरि बिचमा खोल्ने बेलामा यसो अलिअलि क्लिपहरू हानेको छु, घरि नखोल्ने भइरहेको थियो। अब ठिक छ, के कस्तो देखेछ अब त्यो देखाउनु थियो मैले। अब वेदर भन्ने कुरा मेरो हातमा नि हुन्न। केटाहरू त्यस्तो त कुहिरो उडेको के सर त बाफ उडे जस्तो है। आम्मामा बादलहरू, आम्मा बादलको माथि म छु भन्ने टाइपको के। उता हेर्नु पुरै खाली, अघि त डेन्जर धेरै मान्छे थियो, अहिले पुरै खाली छ। अब हामीलाई चाहिँ केटाहरूले त्यहाँ कुरेर हालेर गाली पनि गर्लान्। कस्तो बवाल आएको हेर्नु न होइन, ट्याक्क त उस भएको के पुरा बादलहरू यस्तरी यता आफूतिर आए जस्तो फिल भइरह यताको साइडबाट रमाइलो छ। ल केटा हो, हामी चाहिँ भाग्दैछौँ, दौडिँदैछौँ, बाटो यस्तो भिरालो हो। आम्मामा अर्को यहाँ फेरि प्रोफेसनल ट्रेकर आउँदैछ। 1 मिस गेम फिनिस बाटोमा दौडिँदै गाइज, दौडिँदै ओ दौडिँदैन चिप्लेटी खेलिदिन्छ। ल केटा हो, ल कुदो केटा हो, माइक हल्लियो बढी, कुद्यो केटा हो। राइट हेलो गाइज होइन, हामीसँग अझै नै खुमाइमा कति बजे 1 बज्न लागिसक्यो। पानी यस्तो डेन्जर परेर अनि हिउँनै भयो लास्ट टाइम भयो, तर हिउँ चाहिँ पर्दैन। पानी त्यस्तै पऱ्यो, ठुलो हिँड्न सकिएन। अनि केटाहरू चाहिँ भित्र तास खेलेर बसेछन्, लडे खान्, पैसा पुर्या खाएनन्, त्यस्तै भइरह। अब पानी बिदा भसिन्छ हिँडिन्छ होला। केटाहरूको तास चाहिँ यस्तो रमाइलो भइरहेको फेरि यहाँ। मेरे बाबु आन्दोलनकारी, अरू माओवादीका द्वन्द्वकारी मेरे बाबु, गोली हान्ने मेरे बाबु, अरू के भन्नु? अरू के हो? डोजर हिँड्ने मान्छे ठेकार हो, अनि मैले घर बनाउने मान्छे घोटालो हो, अनि अरू गाडी चलाउने मान्छे हली हो, गाडी मुक्ने मान्छे चाहिँ के हो कुशल हो।